एकदमै ट्यालेन्टेड स्टुडेन्टले मात्र एन्ट्रेन्स एक्जामिनेसन पास गर्न सक्नुहुन्छ अरे। के यो कुरा साँच्चीकै करेक्ट हो त? होइन है। एकदमै ट्यालेन्टले मात्र एन्ट्रेन्स पास गर्न सक्ने, एभरेज स्टुडेन्टले पास गर्न नसक्ने भन्ने कुरा हुँदैन। इट अल डिपेन्ड्स अन यु है। यस यु नर्सेस, तपाईँहरूले पिसिएल नर्सिङ सकिसक्नुभयो, ब्याचलर सक्नु भइसक्यो नर्सिङमा, या फर्दर सबै कुरा पढिसक्नु भयो नर्सिङ रिलेटेड कोर्सेसहरू भने किन नगरिराख्नु भएको छ? यदि तपाईँहरू एन्ट्रेन्स पढ्न चाहनुहुन्छ भने आजैबाट स्टार्ट गर्नुहोस्, भोलि किन पर्खेर बस्ने होइन त? एन्ट्रेन्स भनेको चाहिँ मजाले बुझेर पढ्ने हो कि त्यो ट्यालेन्टले मात्र पास गर्छ भन्ने होइन। तपाईँहरूले रिपिटेडली मेहनत गर्नु पर्यो, टाइम दिनु पर्यो, पढ्नु पर्यो, बुझ्नु पर्यो। मेहनत नगरिकन चाहिँ हुँदैन है। मजाले मेहनत गऱ्यो भने सबैजनाले पास गर्न सक्छौँ। सो एन्ट्रेन्स इज अल अबाउट अन्डरस्ट्यान्डिङ। सो हामीले मजाले बुझेर हाम्रो क्रिटिकल थिङ्किङहरू युज गरेर, अब यो क्रिटिकल थिङ्किङ चाहिँ कसरी युज गर्ने त भन्दाखेरि चाहिँ तपाईँहरूले पढ्ने, प्र्याक्टिस गर्ने क्वेसन्सहरू, युट्युबमा गएर भिडियोजहरू हेर्ने, टिकटकमा कति धेरै पेजहरू छ जसले चाहिँ एन्ट्रेन्सको बारेमा गाइड गरिरहेको हुन्छ, उहाँहरूलाई फलो गर्नु पर्यो, आफूले हेर्नु पर्यो, बुझ्नु पर्यो, सिक्नु पर्यो, साथीभाइले सोध्नु पर्यो, आफ्नो सर्कलमा के छ उनीहरूसँग कुरा गर्नु पर्यो। अनि त्यसपछि बल्ल हामीलाई आइडिया हुँदै जान्छ, सिक्दै जाने हो, पढ्दै जाने हो, बुझ्दै जाने हो। आज एन्ट्रेन्स एक्जाम दिन्छु भनेर आजको आजै हुने कुरा होइन यो। सो आफूले कति टाइम लिएर पढ्ने, कति ड्युरेसनमा पढ्ने, त्यो सबै आफूमा भर पर्ने कुरा हो। सो तपाईँहरू एक्सट्रिम लेभलमा ट्यालेन्ट मात्र हुनुपर्छ भन्ने छैन। एभरेज स्टुडेन्ट, नर्मल स्टुडेन्टले पनि एन्ट्रेन्स एक्जाम दिन सक्नुहुन्छ। सो अहिलेबाट पढ्न सुरु गरौँ, भोलिलाई कुरेर नबसौँ मलाई त। एन्ट्रेन्स स्टोरी टाइम। आज म तपाईँहरूलाई एकदमै मोटिभेटिङ हुने खालको स्टोरी सुनाउँछु है त। मलाई एकजना मेरो स्टुडेन्टले पठाउनु भएको स्टोरी हो यो चाहिँ है। उहाँले के भन्नुभएको थियो भने उहाँले एकदमै धेरै प्रिपेयर गर्नुभएको थियो अरे क्या एक्जाममा है। अब पढिन्छ नि त, अब दिनको 12 घन्टा, कसैले 8 घन्टा पढिरहेको हुन्छ। उहाँले पनि अब सबैजनाले धेरै टाइम पढ्यो, ला म त जम्मा 4 घन्टा मात्रै टाइम दिन पाएको छु, फेल हुने हो कि के हुने हो भनेर एकदमै आत्तिराख्नु भएको थियो अरे क्या। अनि एक्जाम दिन जानुभएछ, अनि एक्जाम दिन जाँदा त पुरै ब्ल्याकआउट, ला के गर्ने, पढेको सबै कुरा बिर्सिनु भएछ है। अनि त्यसपछि उहाँले चाहिँ के गर्नुभएछ भन्दा पढेको कुरा बिर्सिनु भयो। अब के गर्ने होला भनेर अब उहाँ पुरै प्यानिक हुनुभएछ कि। अनि पानीसानी खाएर अब म एक्जाम दिन्छु, म आत्तिदिनँ भनेर आफूलाई अब मोटिभेट गर्दै एक्जाम स्टार्ट हुन थालेछ। त्यसपछि एक्जाम दिँदाखेरि त यसो क्वेसन हेर्दा यो पनि कस्तो जिन्दगी नसुनेको नदेखेको क्वेसन छ, अर्को क्वेसन पनि त्यस्तै छ है। अनि के हो भन्दै उहाँलाई त पुरै आत्तिँदै क्वेसनहरू सल्भ गर्न थाल्नु भएछ। अनि अब धेरै जस्तो अब एन्ट्रेन्सको त एकदम धेरै साटा क्वेसन्सहरू आउँछ भन्ने रिमर छ नि त। तर साटा क्वेसन्स भन्दा पनि स्ट्यान्ड अलोन क्वेसन नै धेरै आएर क्या उहाँलाई। अनि यति धेरै स्ट्यान्ड अलोन क्वेसन आएर है, हरेक स्ट्यान्ड अलोन क्वेसन धेरै आयो भने त अब फेलियर हुने चान्स पनि हाई हुन्छ, तर पास हुने चान्स पनि त हाई भइरहेको हुन्छ नि त, इक्वल हुन्छ होइन। सो उहाँले त बिस्तारै क्वेसन सल्भ गर्दै जानुभयो। गर्दा 125मा गएर क्वेसन स्टप भएछ। अब उहाँलाई चाहिँ अब म एउटा पनि पासै हुँदिनँ, अब मेरो पास हुने चान्सै छैन भनेर उहाँ चाहिँ पुरै अब होपलेस भएर चाहिँ घर फर्किनु भएछ। अनि आफ्टर 48 आवर्स रिजल्ट हेर्दा चाहिँ उहाँ चाहिँ लकिली पास हुनुभएछ कि। सो अब एक्जाम भनेको, एन्ट्रेन्स एक्जाम भनेको कहाँबाट के आउँछ, कस्तो क्वेसन आउँछ भन्ने कुरै थाहा हुँदैन होइन। र उहाँले तपाईँहरू सबैजनालाई के सजेसन गर्न चाहनुहुन्छ भने आफूले पढ्दाखेरि चाहिँ बेसिक कन्सेप्ट बुझेर पढ्नु पर्यो। क्वेसन भनेको जस्तो पनि आउन सक्छ एक्जाममा, तर हामी एज अ नर्स भएर प्र्याक्टिकली सोचेर एन्सर लगायौँ भने पास हुँदो रहेछौँ है भनेर चाहिँ उहाँले तपाईँहरूलाई मेसेज लेख्नु भएको छ। कि तपाईँहरू पनि एन्ट्रेन्स पास गरिसक्नुभयो या भनौँ न या फेलै हुनुभयो अरे होइन, के कारणले त्यस्तो भयो त, र के सजेसन दिन चाहनुहुन्छ त एन्ट्रेन्स एस्पिरेन्टहरूलाई, केही सजेसन दिन चाहनुहुन्छ या आफ्नो स्टोरी भन्न चाहनुहुन्छ भने मलाई मेसेज गर्नु होला है त। सो तपाईँहरूको स्टोरी पनि सबैजनालाई गयो भने चाहिँ उहाँहरूलाई पनि मोटिभेसन हुन्छ भन्ने आशामा चाहिँ यो भिडियो बनाएको है त।